नेपालमा उदयमान भलिबल खेलाडीहरूको कुरा गर्ने हो भने पृथ्वी तिरुवा जो कर्णाली प्रदेशको एकदमै ट्यालेन्टेड भलिबल खेलाडी हुनुहुन्छ। उहाँले केही समय अगाडि मात्रै सम्पन्न भएको जीएम कपमा कर्णाली प्रदेशदेखि पहिलो पटक खेल्नु भएको थियो। उहाँले जीएम कप खेल्नुभन्दा अगाडि एक दुई ठाउँमा मैले उहाँको गेम पनि हेरेको थिएँ। मलाई चाहिँ उहाँको खेल एकदमै राम्रो लागेको थियो के। हाइट पनि एकदम राम्रो छ, उमेर पनि छ, ट्यालेन्ट पनि हुनुहुन्छ, राम्रो पोटेन्सियल भएको खेलाडी हो जस्तो लाग्छ मलाई चाहिँ। उहाँ चाहिँ मिडल ब्लकर पोजिसनबाट खेल्नुहुन्छ। मैले भन्न खोजेको यो होइन कि उहाँ नेपालको सबैभन्दा राम्रो प्लेयर हो अथवा सबैभन्दा राम्रो प्लेयर हुन्छ। यतिको प्लेयरलाई चाहिँ हामीले सपोर्ट गरिदिनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। जे होस् कर्णाली प्रदेशमा यति राम्रो क्विक स्पाइकर निस्किनु भएको छ, म चाहिँ एकदमै धेरै खुसी छु। मैले उहाँको भिडियोहरू टिकटकमा फेसबुकमा देखिरहेको हुन्थेँ, एकदमै राम्रो लाग्थ्यो। उहाँको जम्प र रिच एकदमै बवाल छ अनि स्पाइक गर्ने शैली पनि एकदमै राम्रो छ, अरूको भन्दा थोरै बेग्लै छ। कर्णाली प्रदेशले चाहिँ भलिबल खेलाडीहरूमा अलिक धेरै लगानी गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दा कर्णाली प्रदेशमा यति धेरै ट्यालेन्टेड भलिबल खेलाडीहरू निस्किराख्नु भएको छ, त्यति धेरै टुर्नामेन्टहरू भएको पनि थाहा पाउँदैन त्यतातिर। हुन त हुन्छ, तर खुल्ला भलिबल प्रतियोगिताहरू अलिकति कम नै हुने गर्छ। उहाँ कुन जिल्लाको हुनुहुन्छ ठ्याक्कै त्यो त मलाई थाहा छैन। सुर्खेततिर हो कि जस्तो लाग्यो भिडियो हेर्दा चाहिँ। तपाईँहरूलाई थाहा छ भने कमेन्टमा लेख्न सक्नुहुनेछ। उहाँले एकदम राम्रो ट्रेनिङहरू पाउनुभयो भने, विभागतिर जानुभयो भने उहाँको खेल अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। उहाँ जतिको प्लेयरलाई चाहिँ हामीले सपोर्ट गरिदिनु पर्छ भनेर मैले यो भिडियो बनाएको छु। त्यसैले पृथ्वी तिरुवा ब्रोदरलाई सबैजनाले माया र सपोर्ट गरिदिनु होला। अझै धेरै मेहनत गर्नु होला, अझै धेरै प्रगति गरेको देख्न पाइयोस्। तपाईँको भविष्य भलिबलमा एकदमै राम्रो छ। तपाईँलाई भविष्यको धेरै धेरै शुभकामना। अर्को भिडियो कसको बारेमा हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। अनि तपाईँहरूलाई पृथ्वी तिरुवाको गेम कस्तो लाग्छ त त्यो पनि कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।